नमस्कार दर्शकवृन्द, आज पनि हामी फेरि यहाँ एचपी शर्मा जो अलैँचीको एकदमै युवा फार्मर्स हुनुहुन्थ्यो। उहाँसँग हामीले एउटा लास्ट टाइम हामीले एउटा इन्टरभ्यू लिएका थियौँ। त्यसमा चाहिँ उहाँले एकदमै अलैँचीको फलदेखि लगेर बिरुवा बेच्नेसम्म सबै जानकारी दिनुभएको थियो भने आज हामीले एकदमै दुःखद उहाँको यो अलैँचीको ठुलो क्षति भएको छ। त्यसले गर्दा हामी फेरि उहाँसँग केही कुराकानी राखौँ भनेर उहाँसँग आएका छौँ र स्वागत छ हरिप्रसाद शर्मा तपाईँलाई। नमस्कार, धन्यवाद तपाईँलाई। यो पहिरो चाहिँ कति तारिकको यस्तो भयो र कसरी, अब यहाँ त त्यस्तो पहिरो लड्ने जग्गा छैन भन्नुभयो अघि हामीलाई कुरा गर्दाखेरि, तर यो कसरी अब यस्तो भयो, तपाईँलाई केही यसको जानकारी होला? यो चाहिँ पहिरो जान चाहिँ कसरी गयो भने हाम्रो जति पनि हाम्रो 6 तारिकदेखि हाम्रो कन्टिन्यू पानी परेको थियो। वर्षा त एकदमै बेसी भएको थियो। हजुर। अन्त त्यो चाहिँ हाम्रो 3 दिन कन्टिन्यू हुनाले गर्दाखेरि हाम्रो यो ठाउँ चाहिँ हाम्रो एकदमै सिरु चिलाउने भएको ठाउँहरू बेसी भएको ठाउँ थियो। पहिरो जाने चान्सेस एकदमै कम्ती थियो। र यहाँ अलैँची चाहिँ कतिको लगाउनु भएको थियो तपाईँले? यो डल्लै अलैँची थियो कि अलैँची थिएन? यहाँ के थियो तपाईँको? यो चाहिँ हाम्रो चाहिँ अलैँची चाहिँ अब तपाईँले यो देख्नु हुँदैछ वरिपरि जति पनि छ हाम्रो हो। हजुर हजुर। सबै यस्तै थियो अलैँची, एकदमै अब हुन्छ नि ट्याप्पै एकदमै प्रोडक्सन दिएर मजाले हार्भेस्टिङको टाइम हाम्रो नजिकै थियो। हजुर। हाम्रो लगभग 12-15 दिनमा हाम्रो अब सुरु हुँदै थियो हार्भेस्टिङ। हजुर। भने अहिले अब लगभग हामी यहाँनिर नआउँदा पनि हुने खालको स्थिति बनाइदिएको छ यो 6 तारिकको पहिरोले हो। हजुर। अन्त हाम्रो एकदमै ठुलो क्षति पनि भयो। अब यो नहुने ठाउँमा पहिरो आएर अलैँची कतिको थियो र यो मेन अब पहिरो जानुको मुख्य उद्देश्य भन्नुभयो तपाईँले 2-3 दिन पानी त खत्रै परेको हो। यो पानीको त पहिला पनि पर्दा यति साह्रो पहिरो जाने त भएको थिएन र तपाईँलाई केही यसको पानी कसरी यहाँ आयो होइन, अनि फलाइमा चाहिँ पुरै तपाईँलाई लस्ट भयो भन्नुहुँदैछ। कतिसम्मको फलाइको लस्ट तपाईँ सोच्नु हुँदैछ अहिले होइन? यसको विषयमा चाहिँ के कसो भन्नुहुन्छ तपाईँ? हाम्रो चाहिँ अब यो बितेको साल जति पनि हाम्रो फलेको थियो, हाम्रो लगभग 2.5 मन 3 मन अलैँची थियो भने योपालि हाम्रो 60% बेसी बढेको छ अलैँची। लगभग हाम्रो 4.5 मन जति अलैँची फल्थ्यो होला योपालि, फलेको थियो लगभग हो। अन्त तपाईँले जति पनि अब यहाँनिर हाम्रो झाङ कोही के रहेको छ त्यो झाङमा गएर हेर्नु सक्नुभयो भने तपाईँले त्यहीँ देखिहाल्नुहुन्छ। हाम्रो 4.5 मन अलैँची फलेको थियो हाम्रो यहाँ पर अन्दाजी योपालि। भने योपालि हाम्रो लगभग हामीले यहाँनिर 10 केजी मात्रै उठाउन सक्छौँ होला। भन्नुको मतलब हाम्रो लगभग 4 मन चाहिँ हाम्रो टोटल्ली नै नोक्सान भयो हाम्रो योपालि। र अन्त यो पानीको कुरा गर्दा चाहिँ हाम्रो चाहिँ जति माथि रोड छ, यो माथि बिएसी छ, बिएसीको मुनि रोड छ एउटा, त्यो रोडको नाली चाहिँ यो भर्खर कच्चा रोड हो जुन चाहिँ ब्रान्च रोड छ। त्यो रोडको पानी चाहिँ कटाउने ठाउँ नभएर नालीबाट चाहिँ भित्ता आएर चाहिँ त्यहाँबाट उँधो बाँसगारीमा हालेको रहेछ। हजुर। त्यो बाँसगारीको पानी चाहिँ एकदमै अब 3 दिनको पानी एकदमै ठुलो बढेर आउँदा चाहिँ त्यो पानी चाहिँ जाने ठाउँ नभएर यहाँ माथि टार छ, मजाको बसेको जग्गा छ हो, त्यहाँ जामिएछ। त्यो जामिएको कारणले गर्दा त्यो बेसी जामिँदा चाहिँ लोड भएर चाहिँ त्यो हुन्छ नि पोखरी फुटेको जस्तो खालको हो, त्यस्तो खालको चाहिँ अचानक छल्केर आए जस्तो भएर चाहिँ फुटेर चाहिँ यो क्षति भएको मेरो यति हो। हजुर। अनि हजुर त्यस्तो भयो। र अलैँची यो खालको पुरिएको छ, यहाँ हेर्नुहोस् उहाँले देखाउनु हुँदैछ। यो अलैँची यो सबै तपाईँकै हो नि यो लगाउनु भएको? हजुर हजुर, यो हाम्रै हो। यहाँ हेर्नुहोस्, अब यो अलैँची यति साह्रो राम्रो प्रोडक्सन दिएको अलैँची थियो। हजुर। अब यो अब यहाँ हेर्नुहोस्, अब यो अलैँची त छ नै छ न त, अब यो के गर्नु, यी गाना छैन यसको जहाँ फल लागेको थियो, फल केही देखिँदैन। यसरी आधीबाट छोपेको छ हो, यसरी हेर्नुहोस् न, फल एउटा दुइटा देखेको हेर्नुहोस् कस्तो मजाले फलेको छ हो। हजुर। अन्त यता हेर्नु सक्नुहुन्छ, देखाइदिनुहोस् यता पनि। साथसाथै यहाँ हेर्नुहोस्, यो त केही अब नाम निशान छैन भनौँ न, जाग्छ कि मर्छ त्यो पनि। हजुर। हामीले यसलाई केही अब यसलाई निकाल्ने उपाय पनि देखिएन नि अब? हजुर हजुर, यसलाई त अब निकालेर हामीले सक्दैनौँ केही गर्नु। यो त अब जति पलाउँछ। हजुर। अब जति पनि छोपिएको त हामीले यसलाई केही गर्न सक्दैनौँ। यो त हाम्रो नोक्सान भएकै हो अब। हजुर हजुर। उहाँले भने जस्तै एकदमै साँच्ची नै ठुलो क्षति देखिन यहाँ सकिन्छ हामी। र एकदमै क्षति चाहिँ उहाँले भनेको हिसाबमा हो भने चाहिँ उहाँले जति भन्नुभयो यो चाहिँ एकदमै सत्य नै होला जस्तो, किनभने अलैँची जति त पहिरोले लगिहाल्यो र नलगेको चाहिँ यस्तो बनायो कि तपाईँको जति पनि प्रडक्सन दिएको फलेको अलैँची चाहिँ सबै हिलो लेदोले छोपेर छैन। अब त्यो चाहिँ फल्नु चाहिँ यस्तो राम्रो फलेको रहेछ। यहाँ कोही झाङ जुन रको झाङ छ यस्तो राम्रो रहेछ। यहाँ चाहिँ बिरुवा पनि लाउनु भएको रहेछ उहाँले।
यो बिरुवा चाहिँ कहिले लाउनु भएको थियो तपाईँले? यहाँ बिरुवा लाउनु भएको रहेछ यो अलिअलि? बिरुवा चाहिँ हामीले पोहोर लगाएको लगभग 9 महिना 10 महिना हुँदैछ बिरुवा लगाएको, अलिकति ढिलो भयो लगाउँदा हो। हजुर। तर पनि राम्रो आएको छ बिरुवा। 1 वर्षको बिरुवा, 1 वर्ष नभए बिरुवा यतिको आउनु भनेको एकदमै सप्रेर आएको मानिन्छ सेरेमना अलैँची हो। हजुर। अन्त राम्रो आएको थियो। तर बिरुवामा त हामीलाई त्यस्तो अब यो बिरुवामा नोक्सान छैन, तर जति पनि हाम्रो फल छ नि, यहाँ तपाईँले कुरामा यहाँ नर्सरी पनि लाउनु भएको थियो भन्नुभयो अघि। नर्सरी चाहिँ कुन गरामा लाउनु भएको थियो र कति जस्तो बिरुवा थियो तपाईँको यहाँ? हजुर हजुर, नर्सरी पनि थियो नि हाम्रो, यो दुईटामा आधी आधी थियो कि। तर हजुर। नर्सरी चाहिँ हाम्रो नाम निशान पनि राखेन भनौँ न, नर्सरीको चाहिँ हाम्रो केही पनि राखेन। साथसाथै अब फलेकै भित्र हामीले नर्सरी पनि आधी छ र जुन मरेको जाङ हुन्छ त्यहाँ चाहिँ नर्सरीमा हालेको थियौँ। हजुर। र हो त्यो चाहिँ हाम्रो नाम निशानै राखेन अहिले, टोटल्ली नै सक्यो भनौँ न। टोटल्ली सक्यो है? हजुर। र हेर्न सक्नुहुन्छ अर्को साइट हामीले लिएर आएका छौँ। यहाँ अर्को साइटमा तपाईँको एकदमै राम्रो अलैँची देखिन्छ। पल्लोपट्टि भन्दा जस्तै डाँक्ला हेर्नुहोस्, कत्रो कत्रो डाँक्लाहरू भएको एकदमै राम्रो फल्ने अलैँची देखिँदैछ। यो चाहिँ एकदमै अब तपाईँको आधी चाहिँ अलैँची छोपियो नै भनौँ न। यहाँ आधी उसको जस्तो फल मात्रै छोपिने होइन, आधी नै अलैँची छोपिएको देखिँदैछ। र उहाँलाई एकदमै अब क्षति त पुगेको देखियो हामीले। अब यस्तै हो, यो नेचुरललाई हामीले न रोक्न सकिन्छ न केही गर्न सकिन्छ। र एकदमै ठुलो लस्ट यहाँ छ उहाँको, एकदमै ठुलो लस देखियो। फलेको ठाउँमा यहाँ हेर्न सक्नुहुन्छ, यहाँ राम्रो फलेको रहेछ। तर 1-2वटा बुङ्गा मात्रै देखिँदैछ, अब सबै छोपिराखेको छ, देख्न सक्नुहुन्छ यहाँ। र हामी पहिरोको एकदमै अन्तिम भागमा यहाँ तल जसरी अलैँची पुरेर एकदमै 70 लगाएको ठाउँमा हामी पुग्दैछौँ अहिले। अलैँची यहाँ हेर्नुहोस्, यो पनि हाम्रो 2 वर्ष जाङ हो। यसलाई छुरी लाउने थियो, फलेको पनि छ यसमा हो। तर यस्तो हालत बनाएको छ है, यो मर्नु कि बाँच्नु खालको स्थिति बनाइरहेको छ अलैँचीलाई। र यसको चाहिँ अब हाम्रो यो जति जाग्छ नजागेकोलाई अब गर्न हामीले केही नसक्ने अवस्था छ अहिले हो। यो चाहिँ पहिरोको एकदमै एन्ड पोइन्टमा यस्तो भएको छ लेदोले। यो चाहिँ अब पहिरोको पुछारमा एकदमै मजाले छोपेको छ उँधोसम्म नि। अलैँची हेर्नुहोस् न यहाँ कस्तो थियो भन्ने कुरा चाहिँ यहाँबाट मात्रै देख्न सकिन्छ हामीले। अलैँची उँभो पनि उहाँको यत्तिकै थियो भन्नुहुँदैछ। अझै भन्नुहुँदैछ कि उहाँको त योभन्दा दामी त मेरो नर्सरी थियो भन्नुहुँदैछ उहाँले। नर्सरी चाहिँ एकदमै राम्रो थियो अरे। र योपालि बेच्ने कुरा उहाँले मतलब सेल गर्ने सोचिसक्नु भएको रहेछ। डिमान्ड उहाँसँग आइसकेको रहेछ। उहाँले बिरुवा अलिक बेसी एक्सपोर्ट गर्ने सोचमा चाहिँ उहाँले नर्सरी लाउनु भएको रहेछ। र नर्सरीको पनि अब बिरुवा खोज्ने बेला भएको छ अहिले। पहिरोले गर्दा अब यो पानी झरी बर्खामा पहिरो साह्रै नै ठुलो जान्छ। अनि यस्तै हो उहाँको एकदम क्षति भएको हामीले यहाँ एकदमै विस्तार रूपमा हजुरहरूलाई देखाइसकेका छौँ। र पहिरो कतिको लामो हो भनेर हेर्नुहुन्छ भने यहाँ देख्न सक्नुहुन्छ पहिरो निकै नै माथिबाट आएको हुनाले गर्दा उहाँको अलैँचीको पातहरू चाहिँ यहाँ ठाउँ देखिँदैछ हामीले। र यो भिडियोको अन्तिममा आइसकेको छौँ हामी। र यो तपाईँलाई एकदमै ठुलो क्षतिको देखाएर पहिरो सबै सकेर अब उहाँसँग अन्तिममा के भन्न चाहनुहुन्छ तपाईँ यो क्षतिको विषय लिएर? यो चाहिँ अब हाम्रो अन्तिममा जे हुनु थियो त्यो भइगयो हो। नेचुरल क्यालामिटिसलाई हामीले कन्ट्रोल गर्न पनि सक्दैनौँ, रोक्न पनि सक्दैनौँ। र हामीले यस्तो कुराबाट हामी ब्याकवर्ड भएर हामी हार खाएर ब्याक भएर बस्यौँ भने पनि हामीलाई नोक्सान हो। र यो भन्ने कुरा चाहिँ अब नेचुरल कुरा हो। यो कहिले काहीँ घट्छ यस्तो कुरा, हामीलाई मात्रै न अरूलाई पनि हुनसक्छ। हजुर। अनि यसलाई हामी अझै अब कन्टिन्यू गर्ने नै छौँ, यो ठाउँमा रोप्ने नै छौँ। आउँदो साल अलिक राम्रो हुन्छ भन्ने आशा राख्दै हजुर हामी यो कामलाई कन्टिन्यू नै गर्नेछौँ। हामी यसलाई अझै मजाले रोपेर जानेछौँ यो साल। ल यति भन्दै हामी यो सानो इन्टरभ्यूलाई यहाँ राख्न चाहन्छौँ। धन्यवाद।